Hello everyone. सबैजना सन्चै हुनुहुन्छ होला हैप्पी दसैँ। अहिले चाहिँ हामी भर्खर जाँदैछौँ यहाँ छ चुच्ची। Happy Dasai to you all. कस्तो जाम हुँदैछ अहिले त। सक्नुहुँदैछ कस्तो रड्दो जाम छ। हामीहरू पनि आधी बाटो आधी गर्दै आउँदै डबल भाडामा जाँदैछु। अहिले तपाईँको टाइम भयो 10:30 भइसक्यो हो। राति हुँदा हामी त्यस्तो जाममा होइन सायद कस्तो डरलाग्दो जाम छ हाम्रो कछुवा हिँड्ने हुँदैछ हाम्रो अहिले यहाँ पूजाले गर्दामा कस्तो डरलाग्दो हेर्न सक्नुहुन्छ मान्छेहरू सबै हिँड्दै जाँदैछ कस्तो डरलाग्दो जाम छ अगाडि हेर्नु सक्नुहुन्छ पछि पनि त्यस्तो छ गाइस यहाँनिर चाहिँ पूजा हुँदैछ हो पूजामा तपाईँ यहाँनिर उयो बनाइरहेको छ पन्डाल छ हो मजाको बनाएको छ यहाँनिर देखाउँ भनेको गाइस पर्खिनुहोस् एकछिन ल यस्तो जाममा बसिरहेको छु आज हेर्नु सक्नुहुन्छ गाइस पूजा घुम्नेहरू आज लास्ट हो पूजा भनेर पुरै आज झन् पुरै हुन्छ कस्तो रहरको भिड हुन्छ हामी डबल भाडामा जाँदैछु 10 रुपियाँ जानेमा 20 रुपियाँ 20 रुपियाँ जानेमा 40 रुपियाँहरू हुन्छ हुन्छ सब बाटोमा हेर्नुहोस् बाइकहरू सक्नुहुन्छ जाम हेर्नु सक्नुहुन्छ यहाँ थोरहरू यहाँ हेर्नु सक्नुहुन्छ पूजा पक्रिनु एकछिन हेर्नु सक्नुहुन्छ गाइस कस्तो दामी बनाएको छ कस्तो दामी बनाएको छ हेर्नुहोस् मेलाहरू लागेको छ हो पुरा स्टलहरू लागिरहेको छ हेर्नु सक्नुहुन्छ मान्छे कस्तो रकको भिड छ जामहरू कस्तो रकको छ कस्तो दामी बनाएको छ गाइस अब चेता चाहियो अन्धेरो गाडी अन्धेरो मान्छेहरू यस्तो हिँड्दैछ बिहान पाखासम्म यत्तिकै घुम्ने हुन्छ आज पूजा लास्ट भनेर गाइस यता चलिक खोलिएको छ यता चलिक जाम छैन यता पूजा उयसले गर्दामा यता पनि हेर्नुहुन्छ गाइस यहाँ पनि बनाइरहेको छ दुर्गा पूजाको यतातिर पुरै छ कस्तो घर जानु मन लागिरहेको छ यार तर घर जानु पाउँदैन के गर्नु दसैँमा कस्तो घरको याद आएर कस्तो भयो तर घर जानु पाउँदैन छुट्टी पाएन कस्तो मन दुखिरहेको छ यार जहिले पनि हेरेर भोलि जान छैन जान्दैछु भर्खर अटो गरेर चाहिँ हिँड्दै जाँदैछु डबल भाडा तिर्दै आउनुपर्छ र पनि रुमसम्म त हिँड्दै जानुपर्छ रुममा पुग्नुभन्दा अगाडि त्यो माथि कस्तो घाँटी दुखिरहेको छ यार घाँटी दुखेर जित्तो भएर मुखमा कहिले छुट्टी हुन्छ होला हाम्रो कहिले घर जानु गाइस कस्तो घरको याद आयो कस्तो याद गर्दैछु कस्तो मिस गरिसक्यो यार कस्तो घर जानु लागिसक्यो कस्तो मन दुखिसक्यो घर जानु नपाएर के गर्नु भाग्यमै छैन अब योपालि दसैँहरू छैन